इफ हजुरहरू ब्रेकिङ ब्याड एन्ड बेटर कल सलको फ्यान हुनुहुन्छ भने आज म एउटा सिरिज रेकमेन्ड गर्न चाहन्छु। सिरिजको नाम प्लोरिभर्स हो। यो सिरिजको क्रिएटर भिन्स गिलिगन हुनुहुन्छ। यो सिरिजको मेन कास्ट रिया सिहन, क्यारोलिना वाइड्रा एन्ड क्यार्लोस म्यानुअल भेस्गा रहेका छन्। एज इट इज साइन्स फिक्सन सिरिज, यो सिरिजको मेन प्लट भनेको वर्ल्डलाई फोर्सफुली ह्याप्पिनेस बनाइएको हुन्छ र केही इम्युनहरू पनि हुन्छन्। त्यही इम्युनहरूले वर्ल्डलाई कसरी यो आर्टिफिसियल ह्याप्पिनेसबाट बचाउनेमा आधारित रहेको छ। यो सिरिजमा टोटल 9 एपिसोड रहेका छन्। फर्स्ट 3टा एपिसोड हेरेर तपाईँहरूलाई धेरै क्युरियोसिटी हुन्छ, लाइक यो किन त्यो किन प्रश्नहरू आइरह हुन्छन्। एज भिन्स गिलिगन क्रिएटर रहेका छन् भने बिचको एपिसोडहरू स्लो पेस छन्, तर स्लो पेस भएर पनि क्यारेक्टरहरूको डेभलपमेन्ट, स्टोरीको डेभलपमेन्ट यति राम्ररी गरिएको छ, तपाईँहरूलाई बोर लागे पनि यति इन्ट्रेस्ट लाग्छ नि तपाईँ हेर्दै जानुहुन्छ भने। अनि लास्टको एपिसोड क्लाइमेट एक्सप्लोसिभ भनेर भनिन्छ, त्यो तपाईँलाई एकदम सक्ने गर्छ, लाइक सेट यो किन भयो, यो नहुनु पनि यो कास्टसँग। सो वाच इट एन्ड थ्याङ्क यू।